दुबई आइसकेर फर्स्टमा नठगिने मान्छे प्रायः जसो कोही पनि छैन होला। जो पनि फर्स्टमा आउँदाखेरि नराम्रो कम्पनीमा नै फसेका धेरै व्यक्तिहरू हुनुहुन्छ होला। म पनि नराम्रै कम्पनीमा फसेको थिएँ है। दुबई आउँदाखेरि धेरै व्यक्तिहरू फर्स्टमा चाहिँ नराम्रो कम्पनीमा नै फस्छ। जो पछि गएर जसले चाहिँ जसको राम्रो स्यालेरी हुन्छ, जो राम्रो कम्पनीमा आउँछ, प्रायः जसो व्यक्तिहरू त सप्लायर्स कम्पनी अथवा नराम्रो कम्पनीमा दुःख भोगेर गइसके पछाडि पाउने काम हुन् तिनीहरू चाहिँ होइन। तर यो सोच चाहिँ दिमागमा नराख्नु होला नेपालदेखि आउँदाखेरि कि म दुबई गयो भने म राम्रै कम्पनीमा पढ्छु भन्ने। भाइ कुनै ग्यारेन्टी छैन। मेन पावरको हातमा हो, एजेन्टको हातमा हो होइन। मेन पावर एजेन्टले तपाईँलाई राम्रोमा हालिदियो राम्रो, नराम्रोमा हाल्यो त्यही नराम्रो नै हो होइन। त्यो भएर फर्स्टमा सुरुमा आउँदाखेरि चाहिँ कोही पनि राम्रो कम्पनीमा पर्दैन है। तपाईँहरू पनि भिडियो हेर्दै हुनुहुन्छ, तपाईँहरू पनि आफ्नो प्रतिक्रिया दिएर जानुहोस्। तपाईँहरू सुरुमा दुबई आउँदाखेरि राम्रो कम्पनीदेखि नै काम स्टार्ट गर्नुभएको थियो या त नराम्रो कम्पनीदेखि काम स्टार्ट गरेर पछि गएर चेन्ज गर्नुभएको थियो, कम्पनी बदल्नु भएको थियो, त्यो आफ्नो अनुभव चाहिँ कमेन्ट बक्समा छोड्दै जानु होला है। फेरि सबैलाई भनेको होइन, प्रायः जसो व्यक्तिहरू प्रायः जसो नराम्रो कम्पनीमा नै फस्ने गर्छ। नराम्रोदेखि निस्किएर राम्रोमा गएकाहरू धेरै छन् है। भिडियो बुझ्नु होला अनि प्रतिक्रिया दिनु होला। हाम्रो धेरै नेपाली साथीहरूको के हुन्छ ह्याबिट भन्दाखेरि 2-3 शब्द सुन्ने र महाभारत लेख्दिन सुरु गरिदिइहाल्छ होइन। त्यस्तो नगर्नु होला है। पहिला महाभारत नै लेख्ने मन भए पनि पुरा सुन्ने बुझ्ने है। अब व्यक्तिले के भन्न खोजेको त्यो बुझिसक्यो भने अनि बल्ल चाहिँ महाभारत लेख्न चाहिँ स्टार्ट गर्नु होला साथीहरू है। जय नेपाल।